कन्फिडेन्स इज योर सेल्फ बिलिफ। कन्फिडेन्स यो होइन कि अरूले मेरो बारेमा के सोच्छन्, अरूले मलाई कति भ्यालिडेट गर्छन्, अरूले मलाई कति तारिफ गर्छन्। तर कन्फिडेन्स भनेको त तपाईँले आफूले आफूलाई कसरी ट्रिट गर्नुहुन्छ, तपाईँले आफ्नो बारेमा के सोच्नुहुन्छ, आफूले आफूलाई कति भ्यालिडेट गर्नुहुन्छ। सेल्फ कन्फिडेन्स सेल्फ बिलिफ हो, त्यो भित्रबाट आउनुपर्छ, बाहिरबाट होइन। यदि तपाईँलाई एक्सटर्नल भ्यालिडेसनको आवश्यकता परिरहेको छ भने त्यो तपाईँको इगो हो। त्यसैले आफूले आफूलाई सानो सोच्न बन्द गरिदिनुहोस्। यदि कुनै पनि ठाउँमा जाँदै हुनुहुन्छ भने अलिकति स्पेस लिनुहोस्। तपाईँलाई फिल हुनु पर्यो यो त मेरो आफ्नै बाउको सम्पत्ति हो। फिल लाइक द्याट। तपाईँ जुनैसुकै काम गर्दाखेरि पनि, जुनसुकै ठाउँमा जाँदाखेरि पनि तपाईँको इनर भोइस, तपाईँको कन्फिडेन्स तपाईँको शब्दहरूभन्दा लाउडर हुनु पर्यो। द्याट इज वाट सेल्फ कन्फिडेन्स इज। द मोर यु ट्रस्ट योर सेल्फ, द मोर यु ट्रस्ट योर एबिलिटिज, द मोर कन्फिडेन्स यु विल ह्याभ। त्यसैले त्यस्तो कुरामा कन्फिडेन्स बिल्ड गर्नुहोस् जुन तपाईँसँग लाइफ लङ रहोस्। जस्तै विजडम, क्यारेक्टर, थिङ्किङ, माइन्डसेट, यी सबै कुराहरू बिल्ड गर्दाखेरि कन्फिडेन्स फिल गर्नुहोस्, न कि आफ्नो एक्सटर्नल एपियरेन्स। तपाईँको एक्सटर्नल एपियरेन्स त तपाईँसँग जिन्दगीभर रहँदैन नि।